हाम्रो विश्वासको जग चाहिँ परिवार हो। अनि यो चाहिँ कहाँ सुरु भयो भन्दा सृष्टिमै सुरु भएको। परमेश्वरले नै परिवारलाई मूल्यवान ठान्नु भयो। हरेक दिन भेट्नु आउनुहुन्थ्यो अरे आदम र हव्वालाई, हरेक दिन संगति गर्न आउनुहुन्थ्यो अरे के, हरेक दिन। अनि परिवारको भ्याल्यु मूल्य चाहिँ त्यति बेला सुरु भयो अदनको बगैँचामा, जब परमेश्वरले मानिसलाई बनाउनु। कति मूल्यवान रहेछ होइन? हामी मूल्यवान छैन रहेछौँ? भेट्नु जानुपर्ने को हो परमेश्वरलाई? हामी। तपाईँले अहिले हेर्नु भने हाम्रो धर्मलाई बचाउँ भन्ने कुराहरू छ है, मान्छे धर्म बचाउनलाई लागि परेको छ। तर हामीले जुन कुरो गर्दैछौँ हाम्रो ईश्वर हामी कहाँ भेट्न आउँदै हुनुहुन्छ। अरूले ईश्वरलाई बचाउनु खोज्दैछ, हाम्रो ईश्वर हामीलाई भेट्नलाई, हामीलाई बचाउनलाई लागि पर्नु भएको छ। फरक छ कि छैन? हेर्नु नि, यो कहाँ सुरु भयो भन्दा सृष्टिमा। कस्तो फरक कुरो छ हौ, बाहिरको संसारका कुरा र हाम्रो कुरामा यति साह्रो फरक छ। तपाईँ दाँच्नुहुन्छ कि हुँदैन? म चाहिँ दाँचेर हेर्छु। मेरो परमेश्वरलाई प्रशंसा दिने कारण चाहिँ तपाईँलाई चाहिन्छ नि त होइन? त्यसै त परमेश्वरलाई प्रशंसा दिन सकिँदैन नि त। कारण दजाएर हेर्नुहोस् न, हेर्नु न, अरूले धर्म बचाउँदैछ, हामीलाई बचाउनलाई, हाम्रो धर्मलाई बचाउनलाई परमेश्वर आउनु भएको छ। कस्तो फरक छ यो। जीवन परिवर्तनका कुरै भनेर नि संसारको भाषामा बुझ्ने त धर्मै हो नि त होइन? परमेश्वर आउनु भएको छ, कस्तो फरक छ नि होइन? अनि यसको सुरुवात चाहिँ सृष्टिलाई भयो। परमेश्वर चाहिँ तपाईँ र मलाई बचाउनलाई आउनुभयो। परमेश्वर चाहिँ तपाईँ र मलाई भेट्नलाई आउनुभयो। त परमेश्वर चाहिँ तपाईँ र मसँग समय बिताउन आउनुभयो। त्यही कारण परमेश्वरको आवाज सुन्ने कुरा र परमेश्वरसँग समय बिताउने कुरा चाहिँ व्यक्तिगत हो, पर्सनल हो। पर्सनल हो भन्नुहोस् न, व्यक्तिगत हो भन्नुहोस् न, व्यक्तिगत हो। परमेश्वरसँग जिउने कुरा चाहिँ व्यक्तिगत हो। परमेश्वर चाहिँ व्यक्तिलाई भेट्न आउनुभयो, सिङ्गललाई भेट्न आउनुभयो, एक्लोलाई भेट्न आउनुभयो। जब भेट्न आउनुभयो तब उहाँले जोडी बनाएर राख्नु। त्यो मान्छे चाहिँ एक्लै बस्न गाह्रो हुँदो रहेछ भनेर जोडी बनाइदिनु भयो होइन? कस्तो मिठो कुरा पो छ त, छैन? छ कि छैन? परमेश्वर चाहिँ हरेक कुराद्वारा तपाईँ र मसँग बोल्नुहुन्छ। हरेक दिन जिउने कुराद्वारा परमेश्वर बोल्नुहुन्छ। हिजो अघि जुएलले भन्दा हुनुहुन्थ्यो, बिहानी 8:30 देखि 6 बजीसम्म जुएल बाहिर हुनुहुन्थ्यो। म मेरो नानीहरूसँग थिएँ। सिँगै बिल्डिङ सफा गरेको थाकेर त्यो ओछ्यानमा पसेर कहिले आज बिहान म 4:30 बजी उठेको, कहिले 4:30 बिहान भयो भन्ने मैले थाहा पाएन। त्यति धेरै थाकेछ, यति साह्रो थाकेछ। सबै दुःख एउटा त्यो खिड्कीको पेटीहरूदेखि लिएर सिसाहरूदेखि लिएर माथि टपदेखिको सफा गरेर झारेका हामीले हिजो यति धेरै सफा गऱ्यौँ। अझै यो 2टा रुम बाँकी नै छ। तर दिनभरि लाग्यो हामीलाई, बिहानदेखिको दिनभरि हामीले बितायौँ। परमेश्वरले हामीलाई काम गर्दै गर्दा, हामी टिममा काम गर्दै थियौँ। काम गर्दै गर्दाखेरि पनि म जेम्स भाइ पनि हामीसँगै हुनुहुन्थ्यो। हामी परमेश्वरको उपस्थितिलाई थाहा गर्दै थियौँ, बातचित गर्दै थियौँ। मैले नानीहरूलाई भन्दै थिएँ, जे गर्छौ परमेश्वरलाई गरे जस्तो गर है नानी, परमेश्वरको लागि गर, जे गर्छौ परमेश्वरको लागि गर, त्यहाँ चाहिँ आशिष छ। जब हामी भलै अर्काकै होस् या आफ्नै होस्, परमेश्वरको लागि जब गर्छौँ त्यहाँ चाहिँ आशिषको ढोका खोलिँदो रहेछ क्या। मेरो श्रीमानले तपाईँलाई भन्नुहुन्छ नि, जब हाम्रो हातमा बाइक थिएन, उहाँले अर्काको बाइक कम्ती धुनुहुन्न थियो। अर्का घरको अगाडि कोही मान्छे हामी कहाँ आएर बाइक रोकेर हामी कहाँ पस्यो भने त्यो मान्छे बाहिर निस्किँदाखेरि अर्काको बाइक टिलिक्क टल्काएर राखिदिनु भएको हुन्थ्यो, उहाँले सफा गर्नुहुन्थ्यो। अनि मलाई भित्रबाट एक दिन यो मान्छेले पक्का गरेर यो आशिष पाउँछ है भन्ने चाहिँ मलाई थियो क्या। 3 वर्ष लाग्यो, 3 वर्ष लाग्यो 30,000 भेला पार्नलाई।
30,000 भेला पार्नु 3 वर्ष भनेको मामुली चाहिँ कुरा होइन। 3 वर्ष लाग्यो। तर परमेश्वरले भन्नुभयो त्यो त अर्कोलाई दिइहाल। मुटुै चिरेर आए नि हौ। 3 वर्ष लागेको पैसा अर्कोलाई दे भन्दाखेरि यो मुटु नै दुखेर आएको नि। भित्रबाट नि यति साह्रो त्यो 3 वर्षको थुपारेको मेरो श्रीमानले अर्काको बाइक पुसेको देखेको छु त मैले। मेरो आँखाले देखेँ। कुन चाहिँ श्रीमतीलाई मनपर्छ लु भन्नुहोस् त? कुन चाहिँ? मलाई चाहिँ मन पर्दैन। तपाईहरु कस्तो हुनुहुन्छ तपाईको श्रीमानको पक्षमा? म चाहिँ मेरो श्रीमान त राजै हो। मेरो श्रीमान त माथि नै हुनुपर्छ। किनभने मेरो श्रीमान माथि भयो भने मेरो म कहाँ आशिष आउने हो नि त? म त श्रीमती हो नि त। उहाँको सहयोगी हो नि त। आशिष यसरी आउने हो नि त हैन? यसरी त जाने त होइन। यसरी आशिष त यसरी जाला। अभिषेक त यसरी नै आउनुपर्छ नि त, माथिबाटै आउने हो। मलाई मन पर्दैन थियो। सत्य कुरा मन पर्दैन थियो मेरो श्रीमानले अर्काको बाइक। मलाई कहिले पनि यो अर्काको बाइक मागेर चलाओस् भन्ने कहिले पनि मैले इच्छा राखिनँ। उसकै आफ्नो हुनुपर्छ। यति मेरो आदत चाहिँ मेरो घरमा मेरो पर्स हेर्नु भयो भने नि म सेवाकाईमा आउँदादेखिको मैले किन्न थालेको पर्सहरू है। त्यहाँदेखिको जब म सेवाकाईमा आएँ मेरो पर्स अनि मलाई मान्छेले मलाई ल्याइदिएको गिफ्टहरू पनि मेरो पर्सहरू त्यो म कहिले फाल्दिनँ। कोही पुरानो भइसकेको छ तर कुनै पनि पर्स खाली राख्दिनँ म। हत्तै बाध्यतामा पऱ्यो भने त्यो निकालेर मैले चलाउने हो, नत्र भने मेरो पर्स हातबाट खाली हुँदैन। एउटा न एउटा पैसा मैले त्यहाँ हालिराखेकै हुन्छु के। कति दुःख गरेर 3 वर्ष लाग्यो 30,000 भेला पार्नलाई। परमेश्वरले भन्नुभयो दिइहाल अर्कोलाई। त्यो पैसा पक्रेर वहाँ रुम क्या हो जस्तो पनि लाग्यो मलाई। रुममा पसेर नि मेरो श्रीमानलाई हेर्छु ऊ त दुखित नै हुँदैन। बाइक चढ्ने त ऊ हो नि त होइन। म त काठरे मान्छे। म त चढ्नु खुट्टाले हिँड्नु पाएँ म खुसी नै हुन्छु। तर चढाउने इच्छा त मेरो श्रीमानलाई हो नि त। ऊ त फेरि दुखित हुँदैन। मलाई चाहिँ त्यो पक्रेर वहाँ एकचोटि रुम जस्तो लाग्यो कि 3 वर्षको कस्तो खाइ नखाइ थुपारेको त दुःख गरेर थुपारेको। तर जब त्यो मुटु किटिक्कै खाँदाखेरि जब निकालेर दिए राख्ने त म अनि मेरो श्रीमानले राखेको थिएन, मैले नै राखेको नि त। त्यहाँ जब दिए नि दिनु चाहिँ गाह्रो भयो। तर जब मैले त्यो मान्छेको हातमा हालिदिएँ नि एक प्रकारको शान्ति ममा फर्केर आएको। बाहिर चाहिँ मेरो आँखाले चाहिँ हेर्दै थिएँ नि त मेरो पैसा उसको हातमा हाल्दै गरेको त मेरो आँखाले देख्दै गरेको कुरा हो नि त। धुर रुङ्की जस्तो भइरहेको थियो क्या। तर भित्रबाट कहाँबाट चाहिँ त्यो शान्ति चाहिँ यति साह्रो त्यो भित्रको आनन्द चाहिँ उड्लेर बाहिर आएको जस्तो भइरहेको थियो मलाई क्या। मैले त्यो कुरोलाई मन नपर्दै गाह्रो हुँदा मैले एक्सेप्ट गरेँ। प्रभु म इमान्दारी हुन्छु नि। तपाईँले बोल्नु भएको कुरामा म इमान्दारी हुन्छु नि। सुन्छु नि प्रभु, सुन्छु म। गाह्रो त हुँदैछ है, सुन्छु नि प्रभु भने नि तब पो आशिषको ढोका खोलियो त। त्यसको ठ्याक्कै 6-7 महिनामा त परमेश्वरले नयाँ बाइक दिनुभयो। त्यो एउटा बाइक मात्रै होइन। हामीले 30,000 दिएकोले त्यो मान्छेलाई 30,000 नपुगेको 30,000ले नयाँ बाइक किन्यो। हामीले आशिष पायौँ 6-7 महिनामा हामीले नयाँ बाइक किन्यौँ। परमेश्वर हेर्न न कस्तो विश्वासयोग्य हुनुहुन्छ। परमेश्वर जब बोल्नुहुन्छ नि तपाईँ र मसँग घाटा हुँदैन। तर आँट चाहिँ हुनुपर्ने रहेछ। यहाँ त नानीलाई आँट चाहिँ हुनुपर्छ। आँट हुनुपर्ने रहेछ भन्नुहोस् न। यो आँट चाहिँ ईश्वरीय हो। आँट चाहिँ के हो? ईश्वरीय हो। भन्नु न ईश्वरीय हो। यो कुरो चाहिँ यीशु ख्रीष्ट भित्र थियो। यीशु ख्रीष्टलाई क्रुसको मृत्यु भोग्नु सजिलो थिएन। निधार त पट फुट्यो भनेर भन्छ मान्छेले। अनि त्यो पसिना त रगतमा परिणत भएको थियो अरे भनेपछि उहाँको लागि सजिलो थिएन। तर उहाँमा त्यो आँट थियो। अनि त्यो चाहिँ तपाईँ र म भित्र हालिदिनु भएको छ। किन भन्नुहोस् त?
परमेश्वरको जिउँदो गवाही बन्नलाई। तपाईँ र म चाहिँ जिउँदो गवाहीहरू हो। तपाईँ र मेरो जीवनबाट मानिसहरूले परमेश्वरलाई देख्छ। सुसमाचार सुन्नु मान्दैन नि अहिलेका दिनहरूमा। तपाईँ याद गर्नुभएको छ, मान्छेलाई फुर्सद छैन सुसमाचार सुन्नलाई, सुन्न पनि चाहँदैन। तर तपाईँ र मैले जिइरहेको हरेक दिनको जीवनलाई चाहिँ मान्छेले निहालेर हेरिरहेको हुन्छ। अनि त्यो चाहिँ को हो भने परमेश्वर हो नि त तपाईँ र म भित्र। फरक छ नि, होइन? त्यही कारण मैले सुरुमा भने अरूले धर्म बचाउको कुरोहरू गर्दैछ, हाम्रो ईश्वरले हामीलाई बचाउने कुरो गर्दै हुनुहुन्छ। फरक छ। चौध नम्बरसम्म हामीले सिकेको कुरा चाहिँ सङ्गीत महत्त्वपूर्ण थियो है। सङ्गीत होशियारी भएर सुन्नुपर्ने कुरो चाहिँ सङ्गीत हो। धेरैजना मान्छेहरू सङ्गीत सुनेर धुरधुरी रुन्छन् पनि, धेरैजना मान्छेहरू सङ्गीत सुनेर सुसाइड पनि गर्नलाई तयारी हुन्छ। सङ्गीत चाहिँ शक्तिशाली छ, तर कुन सुन्ने र कुन नसुन्ने त्यो चाहिँ तपाईँ र मलाई छान्नलाई परमेश्वरले ज्ञान र विवेक दिनुभएको छ। बुद्धि चाहिँ कहाँबाट आउँछ? परमेश्वरबाट आउँछ। बुद्धि चाहिँ परमेश्वरले दिनुहुन्छ। ज्ञान चाहिँ हामी पढेर सुनेर सिकेर आर्जन गर्छौँ, हेरेर आर्जन गर्छौँ, तर बुद्धि चाहिँ परमेश्वरले दिनुहुन्छ। हामी 15 नम्बरमा चाहिँ हामी गवाही। मैले अघि पनि तपाईँलाई भने गवाही चाहिँ शक्तिशाली छ। हरेक क्रिस्चियन हुने मानिसको बिना गवाहीका मानिसहरू छैनन्। हरेक व्यक्ति जो क्रिस्चियन भएको छ केही न केही गवाही हाम्रो छ, केही न केही कुरो छ है। क्रिस्चियन त्यसै क्रिस्चियन भएको छैन। हामीसँग शक्तिशाली परमेश्वरले परिवर्तन गर्नुभएको, परमेश्वरले गर्न भएको गवाहीहरू हामीभित्र छ। कतिपल्ट चाहिँ गवाही चाहिँ परमेश्वरले शक्तिशाली गवाही हाम्रो जीवनमा दिनुभएको छ, जुन कारणले गर्दा तपाईँ र म यहाँ छौँ। तर फेरि परमेश्वरले काम गर्नु भएर हामी राम्रो गवाही बोकेर अरूको लागि गवाही बन्दै हिँडेका छौँ। तर कहिले कहिले फेरि हामी त्यही पुरानो कुरामै फर्केर पनि पुगेका छौँ है। याद गर्नुभएको छ त्यो कुरोहरू? परमेश्वरले हामीलाई परिवर्तन गरिसक्नु भएको छ, तर कहिले कहिले परमेश्वरले त फेरि हामीलाई फर्काएर त्यहाँ लानुहुन्न। तर हाम्रो कमजोरीले चाहिँ कहिले कहिले हामीलाई फर्काएर फेरि त्यही पुरानो जीवनमा लगेर फाल्दिन्छ। हामीले गर्ने क्रियाकलापले, हामीले जिउने अटेरीले, हामीले हरेक दिन गर्ने हरेक कामले, हरेक कुरोले चाहिँ हामीलाई पछाडि पनि धकेर लगेको छ है हाम्रो जीवनमा। त्यसले गर्दाखेरि मैले अघि पनि भने परमेश्वरले हामीलाई बुद्धि दिनुभएको छ, अनि बुद्धि चाहिँ परमेश्वरबाट आउने कुरा हो। अनि यो चाहिँ हरेक बिहानी जब तपाईँको आँखा खोलिन्छ, प्रभु मलाई बुद्धि दिनुहोस् भनेर प्रार्थना गर्न जरुरी छ। दिनभरिको लागि जबसम्म राति हामी सुत्नलाई आफ्नो ओछ्यानमा छिर्दैनौँ नि, तबसम्म ओछ्यानमा मात्र होइन, सुतेर बिहान उठिन्जेलसम्मको लागि हामीलाई बुद्धि चाहिन्छ। नत्र भने हामीलाई सपनाले पनि बहकाउँछ। बोजू र बाजेले त हामीले इन्डियामा मैले सुनेर सिकेर आएको कुरो त मरेको सपना देखेँ भने त मान्छे त लामो बाँच्छ अरे भनेर भन्नुहुन्थ्यो है। त्यो मान्छे त अब लामो बाँच्छ भनेर भन्नुहुन्थ्यो त्यस्तो। तर उहाँको बुवालाई डर लाग्यो, कुनै सपनाले तपाईँ र मलाई तर्स्याउँछ है, तपाईँ र मलाई पछाडि पनि तान्छ नि कुनै सपनाले। त्यसले गर्दा बिहानीको सुरुवातदेखि भोलिपल्टको जबसम्म बिहानी हुँदैन नि, परमेश्वरलाई बुद्धि माग्न जरुरी छ। मैले कुन कुरो पहिलाउनु पर्ने रहेछ, कुन कुरो छोड्नु पर्ने रहेछ, कुन कुरो बाँडचुँड गर्नुपर्ने रहेछ, कुन कुरोमा साथ लागेर हिँड्नुपर्ने रहेछ, कहाँ एक्लै पनि हिँड्नुपर्ने रहेछ, परमेश्वरलाई बुद्धि माग्न जरुरी छ। उठ्ने बित्तिकै आँखा खोलेपछि चाहिन्छ। यो चाहिँ एकदमै हाम्रो जीवनमा, यदि हामीले हाम्रो जीवनमा बुद्धि लगाएनौँ भने,
परमेश्वरले दिनुभएको ज्ञान र बुद्धि चाहिँ प्रयोग गरेनौँ भनेदेखि हामी पछाडि पर्छौँ, पछाडि पर्छौँ। क्रिस्चियन हुनु भनेको चाहिँ पछाडि तानिनलाई होइन। सुन्नुहोस् है, क्रिस्चियन हुनु भनेको चाहिँ पछाडि तानिनलाई होइन। भन्नुहोस् न, पछाडि तानिनलाई होइन। क्रिस्चियन हुनु भनेको भन्नुहोस् न सुरुमा, क्रिस्चियन हुनु भनेको पछाडि तानिनलाई होइन। म चाहिँ अगाडि बढ्नको लागि हो, म चाहिँ अगाडि बढ्नको लागि हो, म अगाडि बढ्नको लागि हो, म पछाडि तान्दैन। आज म पछाडि तान्ने भने मैले मेरो छोराछोरीलाई कसरी अगाडि लान सक्छु? तपाईँ र मलाई त ठुलो जिम्मेवारी दिएर राख्नु भएको छ परमेश्वरले। यो एक एकवटा नानीको लेखा परमेश्वरलाई बुझाउनुपर्छ। तपाईँ र म अगाडि आएनौँ भनेदेखि तपाईँ र म परमेश्वरको अगाडि कसरी उठ्न सक्छौँ? हाम्रो आमाले भन्नुहुन्छ, यहाँ आमा हुनुहुन्छ, छोराछोरी त सबै एक्लै हुर्काए भन्नुहुन्छ आमाले। दुःख गरेर हुर्कायो भनेर हामीलाई दिदीबहिनी सङ्गतिमा उहाँले सुनाउनुहुन्छ। उहाँको लागि गाह्रो थियो अरे। तर आजको दिनलाई फर्केर हेर्नुहोस् न, उहाँको जीवनमा आजको दिनलाई फर्केर उहाँले त्यो समयमा दुःख झेल्नुभयो। एक्लै गाह्रो भयो होला नि, एक्लै उहाँलाई गाह्रो भयो होला नि। तर उहाँले जुन गाह्रो हुँदै हुँदै पनि छोराछोरी हुर्काउनु भयो, यो एउटा गवाही हो तपाईँ र मेरो लागि, हामी परिवार भएका मानिसहरूको लागि राम्रो गवाही हो। उहाँले दुःख झेलेर गाह्रो सहेर जुन उहाँले आफ्नो छोराछोरीमा आफ्नो जीवन अर्पण गर्नुभयो नि, समर्पण गर्नुभयो नि, आजको दिनमा पढ्नु उहाँको छोराछोरी कम्ती राम्रो छैन। सबै छोराछोरी पो त, छोराछोरी यति राम्रो छ, यति राम्रो छ उहाँको। यो आमाको जतिको छोराछोरी राम्रो त सायद अरूको छैन होला जस्तो लाग्छ मलाई। यति राम्रो छ। बाउ र आमालाई आदर गर्न र माया गर्न जानेको छ। त्यो चाहिँ उहाँले रोक्नु भएको नि त केही समय अगाडि, केही वर्ष अगाडि। तपाईँ र मसँग गवाही छ, त्यो चाहिँ त्यतिकै राख्नलाई होइन, त्यो भित्र पुर्याउनलाई होइन। हाम्रो गवाहीले हाम्रो छोराछोरीलाई प्रभाव पार्नुपर्छ, हाम्रो गवाहीले अरूलाई प्रभाव पार्नुपर्छ। त्यही कारण गवाहीद्वारा पनि परमेश्वर तपाईँ र मसँग बोल्नुहुन्छ। तपाईँले बाइबलमा हेर्नुभयो भने म केही मानिसहरूको बारेमा भन्छु। तपाईँ साउल र पावल, साउल जब साउल थियो मान्छेलाई सताउँदै हिँड्ने मान्छे थियो, जब पावल भयो एकचोटि पनि उसले फर्केर पछाडिको जीवनलाई हेरेन। मलाई लाग्छ पावल त भयङ्कर पढे लेखेका मानिस थिए होला। मेरो श्रीमानले भन्नुहुन्छ चिन्डे ताल भएको थियो होला भनेर भन्नुहुन्छ क्या। मान्छेलाई सताउँदै हिँड्ने त अलिक गुन्डा गुन्डा है, गुन्डा गुन्डा कि चाहिँ चिन्डे थियो होला, कि चाहिँ यति लामो कपाल भएको थियो होला होइन, कुण्डल सुण्डल लगाएको गुन्डै हो नि त होइन। ऊ त ठुलो मान्छे, उसलाई देख्दा मान्छे डराउँथ्यो भनेदेखि त उसको त्यो लिखु अहिलेको भिलेनहरू चाहिँ लिखुरे आउँदो रहेछ क्या। यता 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 गुन्डा बोकेर लिखुरे एक झापट लगायो त्यो उड्दै उड्दैन। तर पहिलाको भिलेन त यस्तो होइन नि त होइन, हो कि होइन? हो नि, पहिलाको भिलेन त ए गर्दाखेरि मलाई एकचोटिको घटना थाहा छ क्या। गोर्खाल्यान्ड आन्दोलन भइरहेको थियो उता, कुरामा निस्केको यो चाहिँ। अनि गोर्खाल्यान्ड आन्दोलन भइरहेको थियो। अनि मेरो दिदी चाहिँ गाउँको आमासम्मको अलिक ठुलो नै थियो पदमा, त्यस्तो पनि थियो है दिदी। अनि हामी दुईजना चाहिँ खुब मिल्ने, म र एकजना दिदी चाहिँ। अनि साइली बजार भन्ने गएको दुईजना, अनि मासु किन्नु पठाएर साइली बजारमा चाहिँ हाट लाग्छ उता, हरेक दिनै भिन्दै 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 ठाउँमा हाट लाग्छ। अनि साइली बजारमा चाहिँ सुँगुरको मासु किन्नु गएको दिदी र म। अनि मासु किनेर आएपछि बजारदेखि अलिकति डाक्टर पवनको घरमा आइपुग्दाखेरि चाहिँ रात पर्यो। अनि त्यो बाटोमा चाहिँ पुरा सिआरपिएफ हिँडिरहेको थियो नि त, त्यो आर्मीहरू, सिआरपिएफको आर्मीहरू। अनि त्योहरू चाहिँ यत्रो जुङ्गा भएको यस्तो यस्तो
टल यस्तो यस्तो जुङ्गा चाहिँ त्यो यस्तो जुङ्गा होइन नि, यस्तो यस्तो मठारिएको जुङ्गा क्या, देख्दै डर लाग्ने यत्रो यत्रो मान्छे है। अनि डाक्टर पवनको आमाले बुवाले साह्रो माया गर्नुहुने हामीलाई, हामी एउटै चर्चको, आज यहीँ बस भन्नुभयो। अनि मासु त्यहीँ राखेर बास बसेको है, अब अनि घरमा जाने कुरा आएन दिदी र म। अनि त्यहीँ बस्दाखेरि त हामीदेखि तल चाहिँ त्यो इरिगेसनको अफिस थियो, त्यहाँ बम पड्काएर राखेँ। 9 यस्तो बजेको थियो होला, बम पड्केपछि त त्यसको नजिकको घरमा चाहिँ त्यो डाक्टर पवनको घर चाहिँ त्यो अफिसको नजिकमा परेको, त्यहाँदेखि त त्यो सिआरपिएफ हिँड्नु थाल्यो क्या बाटोमा। अनि घरिघरि त्यो घरमा आउने, काका चाहिँ टिबीको बिमारी, काकालाई कुट्यो। अनि पहिलोचोटि चाहिँ कुटिराखेर मात्रै गयो। हामी छोरी मान्छेहरूलाई चाहिँ म त सानो सानो के पनि गरेन। त्यहाँदेखि दोस्रोचोटिमा आउँदाखेरि चाहिँ कुट्यो फेरि, काका र त्यहाँ अर्को मामा थियो, दुईजनालाई कुट्यो अनि पक्रेर लग्यो उनीहरूलाई चाहिँ सिआरपिएफले। अनि हामी छोरी मान्छे जति थियो, मेरो दिदीको आँखाहरू अनुहारहरू यत्र यत्र सुन्ने थियो क्या। मेरो दिदीले भन्नुहुन्थ्यो त्यो सिआरपिएफले झापट हानेको, हामी म त अब सानो, हामी के पनि गरेन होइन, केटाकेटीलाई त के पनि गरेन। यहाँदेखिको लाग्यो अरे दिदीको, त्यो बुढी औँली यहाँ थियो अरे, यो औँली चाहिँ यहाँ थियो अरे, झापट हानेको। कत्रो चाहिँ हात होला सम्झिनु न, यहाँबाट हानेको चाहिँ यहाँ थियो अरे त्यो, यो औँली चाहिँ यहाँसम्म लाग्यो अरे। यो सबै सुन्ने। अनि एउटा टिमले मात्रै कुटेको होइन, बिहानसम्म कुटेको फेरि। एउटा आउने कुटिराख्ने जाने, अर्को आउने तिमीले बम पड्कायो भने कुट्ने, गोर्खाल्यान्ड आन्दोलन। अनि त्यति बेला त्यो सिआरपिएफ भनेपछि जिरिङ्ग डर लागेर आउने के, कस्तो यत्रो यत्रो टल, यस्तो 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 भएको मान्छे है। गुन्डा भनेको पवल यस्तै थियो होला। म कल्पना, तपाईँ पढ्दा कसरी पढ्नुहुन्छ मलाई थाहा छैन, म चाहिँ केहीमा दर्जाउँछु, तुलना गरेर पनि हेर्छु क्या। पवल यस्तै थियो होला, देख्दै मान्छे क्रिस्चियनहरू त डराउँथ्यो भनेको छ नि त होइन, पवललाई देख्दै डराउँथ्यो अरे क्या। यहाँसम्म कि पवललाई बर्नबासले चर्चमा लिएर जाँदाखेरि पनि, त्यहाँ सङ्गति गर्ने ठाउँमा जाँदाखेरि सबै डराए, पवललाई देखेर डराए, त्यस्तै थियो। तर पवलले जब यीशु ख्रिस्टको दर्शन पाए नि, कुनै दिन पनि उसले उसको पुरानो जीवनलाई फर्केर हेरेन। कुनै दिन पनि फर्केर हेरेन, अगाडि गएको छ गएको छ गएको छ गएको छ। उसले उसको पाइलालाई कहिले पनि पछाडि पर्नै दिएन, सके अगाडि नै बढाएर लग्यो। तपाईँले प्रेरितको किताबमा हेर्नुहोस् है, पढ्नुहोस् ल, 8 1देखि 9सम्म हेर्नु भयो भने पावल कसरी क्रिस्चियन भयो भन्ने कुराहरू छ है। त्यहाँदेखि 9को 1देखि 6मा पनि त्यहाँ प्रेरित यो पावलकै बारेमा लेखिएको छ। यो एउटा गवाही तपाईँ र मेरो लागि एउटा क्रिस्चियन जीवन जिउनलाई प्रेरणा दिने हाम्रा अग्रज हुन्, जसले चाहिँ हामीलाई परमेश्वरमा बढ्नुपर्छ है, बढ्नुपर्छ है, बढ्नुपर्छ है, बढ्नुपर्छ है भन्ने कुरामा चाहिँ हामीलाई प्रेरणा दिन्छ। भन्नुहोस् न, बढ्नुपर्छ, 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 पछाडि होइन। क्रिस्चियन जीवन चाहिँ पछाडि पर्ने जीवन होइन, अगाडि जानेको। दोस्रो नम्बरमा हन्नालाई हेर्नुहोस्। हन्ना यो चाहिँ भयो पावल, दोस्रो हन्ना सामुएल। पहिला सामुएल 1 अध्यायमा हेर्नुभयो भने यहाँ हन्नाको जीवन तपाईँले पाउनुहुन्छ। हन्ना बाजी थियो, तर जब उसले एउटा परमेश्वरसँग उसले उसको मनको व्यथालाई पोखायो, बाइबलले के भन्छ भने हन्नाले त्यस पछाडि कहिले पनि दुखित भएन अरे।
एकचोटि उसले मनको पीडा खोलेर परमेश्वरलाई पोखाइसकेपछि कहिले पनि दुखित भएन अरे। अन्ना कहिले दुखित भएन अरे। उसको जीवनमा एलीले भनेको कारणले गर्दा मात्रै आशिष आएको होइन, तर उसको साहस र उसले जुन क्रिया गरे नि, उसले आफ्नो मनको व्यथा पोखाइसकेपछि दुखित भएन अरे। कन्फिडेन्ट भन्नुहोस् न। कन्फिडेन्ट पनि चाहिन्छ है, ओभर कन्फिडेन्ट चाहिँ होइन, तर कन्फिडेन्ट चाहिँ चाहिन्छ। कन्फिडेन्ट जरुरी छ है। हन्नाको जीवनमा आएको कन्फिडेन्टले चाहिँ आशिषको ढोका खोल्यो। सामुएल मात्रै जन्मिएन, तपाईले त्यहाँ बाइबलमा पढ्दै जानु भयो भने सामुएल पछाडि त धेरै छोराछोरी जन्मियो अरे। बाजी स्त्री, नानी नभएको स्त्रीको छोराछोरी त थुप्रो जन्मियो अरे। त्यो चाहिँ कहाँ भन्दा कन्फिडेन्टले आएको, दुखित भएन अरे। एकचोटि पीडा बिसाएपछि बिसायो, त्यो फेरि फर्केर बोकेन। हाम्रो आदत चाहिँ कस्तो, अब सुन्नुहोस् है ध्यान लाएर, हाम्रो आदत चाहिँ के छ भने हामी परमेश्वरको चरणमा राख्छौँ, यीशु ख्रीष्टको क्रुसको अगाडि सबै कुरो बिसाउँछौँ, त्यहाँदेखि फलक्कै फर्केर जाँदा चाहिँ थपक्कै बोकेर हिँड्छौँ। बिसायो, त्यहाँदेखि बिसाएर त हामी पनि एकछिन बिसाउँछौँ नि त होइन, अनि हल्का बिसाइन्छ, हल्का भएको जस्तो हुन्छ कि थाकेको मेटे जस्तो हुन्छ, फर्केर जाने बेला त थप्प बोकेर फेरि हिँड्छौँ। तर हन्नाले यसो गरेन। हन्नाको जीवन तपाईँ र मेरो लागि ठुलो गवाही छ। सुन्नुभयो? तेस्रो व्यक्ति दाउद हेर्नु न, दाउद फुच्चे केटा। तेस्रो चाहिँ दाउद, थुप्रो उदाहरण छ। दाउद एउटा फुच्चे केटा तर आँटिलो, 9 फिट भन्दा नि अग्लो गोलियतलाई मार्यो। सानो फुच्चेले, त्यो 13-14 वर्षदेखि ठुलो थिएन होला दाउद, थिएन होला। यो उमेर भयो भने प्रयासको उमेर चाहिँ दाउदको मानिलिउँ है, यत्रै हुनुपर्छ। प्रयासको उमेरको मान्छेले मार्न चाहिँ कसलाई मार्यो? गोलियतलाई। पत्याउने कुरा हो। अहिले हामीले प्रयासले गोलियतलाई मार्यो अरे भने पत्याउँछ? पत्याउने कुरै होइन नि। यदि चाहिँ त्यो भुइँत्र चाहिँ मिस भएको भए दाउदले भाग्ने चान्स पाउँदैन थियो, भाग्ने मौका पाउँदैन थियो। तर हेर्नुहोस् न, आँटिलो उसको आँटले चाहिँ दाउदले असम्भव कुरोलाई सम्भव बनाए के। आँट चाहिँ कति ठुलो चाहिने रहेछ। असम्भव कुरोलाई सम्भव बनाउनको लागि हामीलाई आँट चाहिन्छ। आँट यस्तो हुन्छ होला नि, आँट कि हुँदैन? हो, यो पनि पहिला सामुएलमै छ है। सामुएल 11 अध्यायतिर हेर्दै जा, यो 11 अध्याय नि अलिक यतै छ होला। यो पहिलो सामुएलतिर छ, खोजेर पढ्नुहोस् है। दाउदका कुराहरू, यो पनि तपाईँ र मेरो लागि ठुलो गवाही, तपाईँ र मलाई जिउनलाई प्रेरणा दिन्छ। आँट चाहिन्छ। अर्को चाहिँ एस्तर रानी। एस्तरको पुस्तकमा हेर्नु भने एस्तर रानी चाहिँ टुहुरी हो, बाउआमा बिनाको टुहुरो, काकाको आफ्नो दाजुभाइको छोराछोरी रहेछ। बडा बाउको छोराले आफ्नो छोरी बनाएर पालेको। यस्ता टुहुरी केटी, कसले सोचेको थियो होला यो रानी हुन्छ भनेर? तर ऊ के भयो?
रानी भयो। हेर्नुहोस् न, यस्तो रानी चाहिँ रानी भयो। कसले सोचेको थियो भने टुहुरी केटी बाउ आमा बिनाको सायद गरिब घरानाकै हो, त्यस्तो नाम चलेको परिवार छैन, तर रानी भयो। किन भन्दा कसरी रानी भयो भन्दा उसले चाहिँ मेन्टर राख्यो, सल्लाहकार राख्यो। उसले आफ्नो अभिभावक, आफ्नो पालेको, उसलाई पाल्ने व्यक्तिलाई चाहिँ उसले मेन्टर बनायो, सल्लाहकार बनायो। अनि बाइबलले पनि भन्छ असल सल्लाहकारको सल्लाहले चाहिँ युद्ध जितिन्छ। यस्ता रानीले युद्ध जित्यो। थुप्रो जना हो नि यस्ता रानीसँग रानी बन्न आउने, त यस्तो एक्लै थिएन नि, थुप्रो थियो। तर युद्ध चाहिँ कसले जित्यो? एस्तरले जित्यो। कसरी भन्दा उसले चाहिँ आफ्नो अभिभावकलाई राम्रो मेन्टर बनायो, सल्लाहकार बनायो। सल्लाहकार चाहिन्छ है हाम्रो जीवनमा। हामीले केही हप्तादेखि यता हाम्रो चर्चमा हामीले सिक्दै आएको कुरा चाहिँ सल्लाहकार चाहिन्छ। हरेकलाई सल्लाहकार चाहिन्छ। सल्लाहकार नहुँदा चाहिँ हामीले बाटो बिराउने। सल्लाहकार नहुँदाखेरि चाहिँ जब हामी बाटो बिराउँछौँ नि, कहिले त फर्किने ठाउँै पो हुँदैन। फर्किने ठाउँ नराखी बाटो बिराएर पठाउँछ। सल्लाहकार जरुरी छ। जब सल्लाहकार साथमा राख्छौँ, तपाईँ र मैले जित्छौँ। अर्को चाहिँ बत्तिसमा दिने यूहन्ना। थुप्रो छ है यस्तो बाइबलमा उदाहरणहरू। बत्तिसमा दिने यूहन्ना पनि भयङ्कर आँटिलो मान्छे हो। मत्ती 3 अध्यायमा हेर्नुभयो भने चाहिँ मत्ती 3 अध्यायमा हेर्नुभयो भने यूहन्नाको बारेमा त्यहाँ पाउनुहुन्छ। यो पनि आँटिलो मान्छे, मर्नुसँग नडराउने मान्छे। यो मान्छे सर्पका सन्तान हो, आउन लागेको क्रोधबाट बाँच्नलाई कसले तिमीहरूलाई सल्लाह दियो भनेर डाइरेक्ट बोल्ने मान्छे। हामी यसो भन्न सक्छौँ न? अहिले यहाँ गाउँमा उभिएर यसो कराउन सक्छौँ? हामी सक्छौँ कराउन? घरको छतमा उभिएर यसो भन्नु सक्छौँ सर्पका सन्तान हो भन्नु सक्छौँ? सक्दैनौँ नि। तर यो मान्छे चाहिँ बत्तिसमा दिने यूहन्ना चाहिँ महा आँटिलो, मह र सल्लाह मात्रै खाएको, अरू कुरो नखाने, वनमह। मह पनि घरको मह होइन, वनमह त्यो अर्कै हो। यति खाँदै मान्छ है, त्यो भयङ्कर तागतिलो हुन्छ। मह र सल्लाह खाने, उठको छालाको कपडा लाउने। कस्तो थियो होला? अब कल्पना गर्नुहोस् न, कस्तो थियो होला यो मान्छे? आँटिलो, ज्याङ्गो थियो होला, आँटिलो, जसलाई पनि फ्याच भनिदिइहाल्ने, मर्नसँग अलिकति पनि नहिस्केचाउने। युद्ध चाहिँ आँटले पनि जितिन्छ नि। आँट छैन भने, यदि एउटा टिममा चाहिँ महाकाफरे र डरसेरुवा छ भने जस्तै सिपालु लड्न सक्ने मान्छे अगाडि छ भने हारिन्छ। त्यो व्यक्तिको कारणले गर्दा, आँट नभएको मान्छेको कारणले गर्दा। उसले चाहिँ एक शब्द बोलिदियो भने त्यसले सबैमा डर उत्पन्न गराउँछ। तर यो मान्छेको आँटलाई हेर्नु न, यो गवाही चाहिँ तपाईँ र मेरो लागि छ। एकजना व्यक्ति हुनुहुन्थ्यो साधु सुन्दर सिंह भन्ने। सुन्नुहोस् है, सुन्दर सिंह भन्ने एउटा, तपाईँले इन्टरनेटमा सर्च गर्नुभयो भने साधु सुन्दर सिंहको किताब तपाईँ पाउनुहुन्छ। मसँग पहिला थियो, हामीसँग के भयो भने यहाँ थिएन, इन्डियामा थियो होला, मेरो आप्पासँग थियो। मैले त्यो किताब पढेको छु। साधु सुन्दर सिंह चाइनाबाट प्रचार गर्दै 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 आउँदा इलाममा आइपुग्नु भयो। सुन्नुहोस् है, यो साधु सुन्दर सिंह चाहिँ पन्जाबको मान्छे, परमेश्वरको लागि साधु भएर हिँडेको मान्छे, परमेश्वरको सुसमाचार सुनाउँदै हिँडेको। चाइनामा प्रचार गरेर अब हिँडेर, त्यो जमानामा है हिँडेर
प्रचार गर्दै 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 इलाममा आइपुग्दा इलामको मेन चोकमा, इलामको अहिले जुन मेन चोक छ नि बजारको, त्यो इलामको मेन चोकमा आउँदाखेरि चाहिँ त्यहाँनिर पनि सायद उभिएर सुसमाचार सुनायो होला नि त। सुसमाचार सुनाउँदाखेरि चाहिँ खडी जुगा, त्यो साधारण जुगा होइन है, खडी जुगा चाहिँ 1 बटुका भनेपछि अब त्यो बटुकालाई लिनुहोस् है। अहिलेको हाम्रो बटुकाहरू नक्कले बटुकाहरू यत्रो छ क्या, हामी त यत्रो बटुकामा त दिँदैनौँ, यत्रोमा दिन्छौँ है, त्यति दिन्छौँ नि त। तर त्यो समयको बटुका त झर्केलो बटुका हो नि त, काँसाको बटुका, त्यो त यत्रो टिङ गरेर बस्ने बटुका, यत्रो त्यो बटुकामा 1 बटुका खडी जुगा चाहिँ टाउकोबाट खनाइदियो अरे बाँधेर राखेर इलामको त्यो मेन बजार चोकमा। अनि टाउकोदेखि 1 बटुका खडी जुगाले साधु सुन्दर सिंहलाई कति खायो होला सम्झिनु न। एउटा जुगाले खाँदाखेरि कति चाहिँ खुन बग्छ हाम्रो। टाउकोदेखिको खनाइदिएको 1 बटुका जुगाले कति खायो होला। तर बिहानै उठ्दाखेरि त्यो मान्छे त्यहाँबाट निस्केर गइसकेको थियो, परमेश्वर छुटाएर लगिसक्नु भएको थियो, बाँधेर हालिदिएको निस्केर गइसक्नु भएको थियो। आज तपाईँले हेर्नु भयो भने इलामको कुना कुनामा तपाईँले चर्च पाउनुहुन्छ, कुना कुनामा क्रिस्चियन पाउनुहुन्छ। सायद यो मान्छेको बलिदानले हो, कसै न कसैले त गरेको छ नि होइन। ओ यो त देख्दिनँ रहेछ म त यस्तो त, यता भन्नुपर्छ है मलाई बेला बेला, म त एक धुने मान्छे क्या। ओ एकचोटि ताली बजाउँ। यो मान्छे परमेश्वरको घरमा छ अहिले, तर यो मान्छेको बलिदानले इलामलाई नेपाललाई प्रभुमा जित्नमा ठुलो हात छ के, ठुलो ढोका खोलेको छ यो मान्छेको बलिदान। यो मान्छेलाई त ट्रेनमै आफ्नो सन्तानले मार्नलाई पनि कोसिस गर्यो, त्यहाँबाट पनि बाँचेर निस्कियो। कतिवटा ठुलो इनारमा, पानीको इनारमा साँपै साँप भएको इनारमा पनि हाल्दै अरे विषालु सर्प, त्यहाँबाट पनि छुटेर निस्किएको यो मान्छे। यो नेपाल र चाइनाको बोर्डर भएर हिँड्दा त्यस्तो है। हेर्नु त यो मान्छेको बलिदानले, यो मान्छेले गरेको कामले आज तपाईँ र म क्रिस्चियन छ। तपाईँ र मेरो पुर्खाले यो मान्छेमाथि जुन अत्याचार गरे आज तपाईँ र म, हेर्नु त एस्तर बहिनी, तपाईँ क्रिस्चियन हुनुको कारण यो मान्छे हो। यो मान्छेले जुन बलिदान गरे आज तपाईँको परिवार क्रिस्चियन छ। के थाहा हाम्रो बाजे बजे पनि पढेको थियो त्यो जुगा लाउनेमा। तेस्रोमा चाहिँ अब अन्तिम चाहिँ अयुब। अयुबको चाहिँ सुदिन फर्क्यो है। 42 अध्यायमा हेर्नुभयो भने अयुबले सबै कुरो 1 अध्यायभित्र सायद सबै कुरो गुमाएको, 42 अध्यायमा पुग्दाखेरि सबै कुरो डबल पायो, सुदिन फर्क्यो। हेर्नु परमेश्वरलाई दिएको कुरो चाहिँ खेर जाँदैन भनेको चाहिँ यो है, खेर जाँदैन भन्ने कुरा चाहिँ यो। अयुबको जीवनले चाहिँ हामीलाई ठुलो लेसन सिकाउँछ। परमेश्वरलाई दिएको कुरो र परमेश्वरमा धन्यवादी भएको कुराले चाहिँ कहिले पनि हामीलाई घाटामा लाँदैन। घाटामा लाँदैन भन्नु न, लाँदैन परमेश्वरलाई। त्यही कारण मैले तपाईँलाई भन्छु परमेश्वरलाई जीवन दिनुहोस्, उहाँले सर्वस्व दिनुहुन्छ भनेको चाहिँ यो हो। हामी त हाम्रो जीवन मात्रै दिन्छ, परमेश्वरले त उहाँको सबै दिनुहुन्छ। अयुबको पहिलाका छोराछोरी कस्तो थिए बाइबलले त्यति भन्दैन, तर पछि जन्मेका छोराछोरीहरू त त्यो ठाउँमा त त्यो छोरीहरू जतिको राम्री त कोही थिएन अरे। कस्तो चाहिँ राम्री थियो होला। परमेश्वरले दिएको त्यो सुन्दरता के, भित्र पनि सुन्दर बाहिर पनि
सुन्दर कोही थिएन कि त्यस्तो। बाइबलले त्यसरी भन्छ अयुबको सुनिनु पर्यो। तपाईँले 1 अध्यायमा सबै गुमायो, 42 अध्यायमा पुग्दा डबल फेरि पायो। 42 अध्याय लेखिराख्नु है। ल 16 नम्बर हामीले 15 लाई हेर्यौं। 16 मा चाहिँ पवित्र आत्माद्वारा पनि परमेश्वर तपाईँ र मसँग बोल्नुहुन्छ। पवित्र आत्माले चाहिँ हाम्रो कमजोरीमा हामीलाई के गर्नुहुन्छ? सहायता गर्नुहुन्छ। अनि तपाईँ र मैले गर्ने हरेक दिनको काममा परमेश्वरले पवित्र आत्माद्वारा हामीलाई सहायता गर्नलाई पठाउनुहुन्छ। 17 नम्बर यीशु ख्रीष्ट चाहिँ यूहन्ना 10:10 भनिराखौँ है। पहिला कोरिन्थी 6:14 ले चाहिँ भन्छ संसारसँग एउटै हलोमा नजुत्यो। आज परमेश्वरको वचनले हामीलाई भन्दै गरेको कुरा चाहिँ संसारसँग एउटै हलोमा नजुत्यो। संसारमा जिउनु संसारमा नै हो, संसारकै कुराहरूसँग र संसारकै मानिसहरूसँग, तर हलोमा जोतिएर उसँगै म पनि तिमी जस्तै हो भन्न मिल्दैन। एकचोटि क्रिस्चियन भइसकेपछि भयो। एकचोटि प्रभुलाई पाइसकेपछि के त्यो झिस्टीले कहिले संसारकोलाई तिमी जस्तै हो म, कहिले प्रभुकोलाई प्रभु तपाईँ जस्तै हो म भन्नु होइन। एकचोटि क्रिस्चियन भयो के कुङ्ग्लिनै परेर मर्नु, खुट्टै तन्काएर मर्नु सिधा भएर है। अरू मानिसहरू 18 नम्बर यहाँ चाहिँ चोर त चोरु मारौँ भन्ने कुराहरू छ है। पढ्नुहोस् ल यूहन्ना 10:10 चाहिँ मानिसहरूद्वारा पनि परमेश्वर तपाईँ र मसँग बोल्नुहुन्छ। अरू बाइबलका मैले केही उदाहरणहरू त तपाईँलाई बताएँ नै, गवाहीहरू बाइबलका मानिसहरूले जिएका गवाहीहरू त मैले बताएँ नै। तर कहिले कहिले अरू मानिसहरू भन्ने हामीसँग बोल्ने मान्छे क्रिस्चियनै हुनु पर्दैन है। अरू मानिसले पनि कहिले कहिले तपाईँ मेरो बारेमा अचम्मको कुराहरू गर्छ। याद गर्नुपर्छ। मेरो आमापट्टिको बोजू चाहिँ पछि क्रिस्चियन हुनुभएको। मेरो बोजूले अचम्मको कुरो गर्नुहुन्थ्यो। उहाँको घरमा उहाँलाई भेट्न हामी वर्षमा बोजू भेट्न जान्थ्यौँ, ती नजिकै तर बोजूको घर चाहिँ बोजूलाई भेट्न जान्थ्यौँ। अनि मेरो बोजूले जहिले पनि मलाई यसरी हेर्नुहुन्थ्यो, मेरो दाँत हेर्नुहुन्थ्यो। मेरो दाँतमा म केही पनि देख्दिनँ, मैले चाहिँ केही पनि देख्दिनँ है, केही देख्दिनँ, जस्ट साधारण दाँत। पहिला त ठ्याक्क मिलेको थियो, अहिले त यो फाँका भएको छ दाँत पनि है। अनि यो यस्तो खप्टिएको छ मेरो दाँत। तर मेरो बोजूले चाहिँ मेरो दाँतमा के देख्नुहुन्थ्यो मलाई थाहा छैन। मलाई यसरी हेर्नुहुन्थ्यो मेरो दाँतमा, यो पछि ठुलो मान्छे हुन्छ है भन्नुहुन्थ्यो क्या। साँच्चै मेरो बोजूले त्यसरी भन्नुहुन्थ्यो, यो मान्छे यो ठुलो मान्छे हुन्छ है भन्नुहुन्थ्यो। म ठुलो मान्छे हो नि आज त। स्वर्गीय राजाको छोरी त ठुलो मान्छे होइन हो नि त, म त ठुलो मान्छे हो नि। अनि यो चाहिँ मेरो बोजूले बोल्नु भएको कुरा आज पुरा भएको छ क्या। हुनु त क्रिस्चियन परिवारमै जन्मेको नि, क्रिस्चियन परिवारमा जन्मियो भन्दैमा कहाँ क्रिस्चियन हुन्छ त सबै। तर मैले जब यीशुलाई पाएँ नि, ग्रहण गरेँ नि मेरो व्यक्तिगत प्रभु र मुक्तिदाता भनेर, त्यहाँदेखि त मेरो जीवन त सर्लक्कै परिवर्तन भएर आएको हो नि त। मेरो जीवनले त अर्को मोड लिएको हो नि त, अर्को मोडमा लाग्दै गरेको अर्कोतिर लागेको हो नि त। त्यहाँदेखि फरक पारेको हो नि त मेरो जीवन। अनि त्यो चाहिँ भन्नु मेरो बोजू बोल्नु भएको हो क्या। दाँतमा हेर्नु त म अहिले हेर्छु नि हरेक दिन ऐना, तर के पनि देख्दिनँ, म केही देख्दिनँ। तर मेरो बोजूले के देख्नुहुन्थ्यो तर मलाई लाग्छ मेरो बोजू क्रिस्चियन हुनुहुन्न थियो, तर छोरी त परमेश्वरकै हो नि। चाहे क्रिस्चियनलाई होस्, चाहे हिन्दूलाई होस्, चाहे बुद्धिस्टलाई होस्, चाहे मुस्लिमलाई होस्, बनाउनु भएको त परमेश्वरले नै हो। मलाई पानी पार्दा उनीहरूलाई पनि त पार्छ नि होइन, मलाई घाम लगाउँदा उनीहरूलाई पनि त लगाएको छ, मलाई छुट्याएर दिएको छैन, उनीहरूको लागि पनि छ नि। यो चाहिँ अरू मानिसहरूद्वारा पनि परमेश्वरले सायद तपाईँको जीवनमा पनि बोलिएको छ अरे।
त्यस्तो कुराहरू अब याद गर्नुभएको छ तर बोलिएको छ। प्रभुलाई नपाएका हाम्रो मानिसहरूबाट साथीभाइबाट पनि बोलिएको छ क्या कतिवटा कुराहरू तपाईँ र मेरो जीवनमा। हामीले 18वटा बुँदालाई परमेश्वर हामीसँग बोल्नुहुन्छ भन्ने ती माध्यमहरू हामीले हेऱ्यौँ। अब चाहिँ हामी हेर्न गइराखेको कुरा चाहिँ परमेश्वरै बोल्नु भएको हो भनेर हामी कसरी निर्धक्क हुन सक्छौँ, परमेश्वर नै बोल्नु भएको हो भन्ने कसरी पक्का हुन सक्छौँ। यो कुरोमा जानभन्दा अगाडि मैले तपाईँलाई अर्को एउटा परमेश्वर बोल्ने मात्र होइन, कहिले कहिले चाहिँ दुष्ट पनि हामीसँग बोल्छ है, त्यही कारण बुद्धि लाउन जरुरी छ है। कहिले कहिले शैतानले बोल्ने कुरा पनि हामीलाई परमेश्वरले बोल्नु भएको हो जस्तो लाग्छ र त्यही कुरोलाई पहिले हारेको है, त्यो चाहिँ छुट्टो। त्यही कारण बुद्धिको कुराहरू मैले गर्दैछु है। यो चाहिँ छुट्काएर हुबहु उस्तै बोल्ने प्रयास गरेर बोल्छ है हामीसँग, त्यति बेला तपाईँलाई मैले छुटाउन चाहिँ सक्नुपर्छ। यदि परमेश्वर नै बोल्नु भएको हो भन्ने पक्का हुनको लागि चाहिँ एउटा कुरो चाहिँ मनमा शान्ति आउँछ, हो कि होइन? परमेश्वर नै बोल्नु भएको नि भित्रबाट शान्ति। मैले अघि तपाईँलाई भने नि होइन, बाइकको थुपारेको 30,000 परमेश्वर बोल्नुभयो, कटक्कै खायो नि, तर जब त्यो मान्छेका हातमा राखिदियो नि त्यो भित्रबाट शान्ति उर्लिएर आयो, पलाएर आयो। त्यसले चाहिँ आशिषको ढोकाकोले मनमा शान्ति हुन्छ। दोस्रो नम्बरमा एउटै कुरो चाहिँ 2-3 जनाले जब भन्छ भने त्यो चाहिँ पक्का भनेर जानी लिनुपर्छ है। परमेश्वर नै बोल्नु भएको त्यही कुरो यो व्यक्तिले पनि भन्दैछ, त्यही कुरो तपाईँलाई कहिले नभेटेको नजानेको व्यक्तिले पनि तपाईँलाई भेट्दा त्यही कुरो भन्यो, अर्को मान्छेले पनि त्यही कुरो भन्यो भनेदेखि 2-3 जनाबाट दोहोरिएर आउँदैछ भने त्यो चाहिँ पक्का हो। अनि तेस्रो नम्बर, परमेश्वर नै बोल्नु भएको हो भनेदेखि चाहिँ हामी विश्वासमा बढ्न थाल्छौँ। हो? मानिलिनुहुन्छ? मानिलिनुहुन्छ? बोल्नुहोस् है, कोही कोहीलाई निद्रा आउँदैछ नि, कसको आँखा चाहिँ सानो सानो हुँदैछ नि, तपाईँले मलाई मात्रै देख्नुहुन्छ, मैले सबैलाई देख्छु है। यहाँसम्म बुझ्नुभयो? परमेश्वरको आवाज सुन्न बाधा गर्ने कुराहरू चाहिँ के रहेछ त, त्योलाई हेर्नेछौँ है। के होला? तपाईँले भन्नुभएको कुरा मेरोमा मिल्यो भने म टिक गर्दै जान्छु, म लेख्दै जान्छु, ल भन्दै जानुहोस्। सबसे पहिला त मोबाइल नै होला हैन? मोबाइल ल 2 नम्बर बाइबल पढ्न मन नलाग्छ। शैतान भने है, शैतान। 3 नम्बर बाइबल पढ्न मन नलाग्नु। घमण्ड। भन्नुहोस्। प्रार्थना नगर्ने होइन, प्रार्थना गर्न अल्छी गर्नु है, परमेश्वरसँग समय नबिताएर अल्छी। अनि एकान्त समय नबिताउनु। एकान्त समय नबिताउने, धेरै सुत्ने पनि होला। समरी जानु मन नलाग्ने। त्यो त हो। क्षमा गर्न नसक्ने, सङ्गति जान मन नगर्ने होइन, मन नलाग्ने तपाईँले भन्नु क्षमा नगर्ने क्षमा नगर्ने। अनि विश्वासको कमी, धेरै सुन्न मन लाग्ने भन्ने लाग्छ।
अबे 6 7 8 भनेको त फेरि 4 5 पो गएछ। 8 9 10 विश्वासको कमी अल्छी पराउनु एकान्त समय नबिताउने यो अल्छी गरौँ है यहीँ। अर्को रिस उठ्ने झगडा गर्ने रिस उठ्ने झगडा गर्ने होइन अरूलाई सम्झाउने होला झगडा गर्ने अनि धेरै अरूसँग गफ गर्ने पनि होला नि सुन्ने बेलामा गफै गर्दा परमेश्वरको आवाज सुन्नु पाएन भनेर अरूसँग गफ गर्नु साह्रै मन पर्यो गफ मात्र गर्ने होइन व्यस्तता अनि अरूमा चाहिँ धेरै त्यो हुन्छ नि खानेकुराहरू मन पराउने बनाउने होइन त्यो आइटमतिर म पनि पढ्छु क्या त्यो चाहिँ होइन लक लक गर्ने त्यो चाहिँ होला धेरै लक लक गर्ने त्यो चाहिँ होला अब खान मन पर्ने धेरै त्यही कुरामा मात्रै लाग्छ खायो भने होला नि त्यसलाई के भनौँ हिच्चुवा अनि सम्मान त्यही भन्नु न धेरै खाएपछि मिठो हिजुवा अलि आदर आयो त्यसमा विकासको पुस्तकमा भन्छ नि घिचुवाहरू क्रेडको विश्वासीलाई पो भनेको छ ग्रेडको विश्वासीहरू घिचुवाहरू भन्छ। अरू अनि अरूलाई दङ्ग्याउने डर डर र दोषी पनि दोषी भाव अरूलाई दङ्ग्याउने डर दोषीपन। धेरै शङ्का गर्ने पनि होला ओ त्यो त अति हो अन्त हो नि शङ्का सम्झिला खराब सङ्गत सङ्गत खराब सङ्गत पश्चाताप नगर्ने खराब सङ्गत होइन सङ्गत आत्मिक अल्छी आत्मिक अल्छी हो यहाँ अल्छी कहाँ छ अल्छी आत्मिक अल्छी हाम्रो दिल भाइले भन्ने छैन है खराब सङ्गत अनि के आयो पश्चाताप पश्चाताप नगर्ने अनाज्ञाकारी आयो त पश्चाताप धन्यवादी नबन्ने पनि होला है हो धन्यवादी नगर्ने त्यसले पनि हामीलाई परमेश्वरको कुरा सुन्न दिँदैन नि धन्यवाद सानो चित्त बनाउने अथवा चित्त दुखाइरहने होइन दुखाइहाल्ने चित्त दुखाउने होइन सानो कुरामा मन दुखाउने नगर्ने हो धन्यवाद धन्यवाद ठुस्किने छिन्छ नै नबन्ने है सबै मैले यस्तै लेखेको थिएँ मेरो सुन्नुहोस् ल लोभी आदत थप्दै जानुहोस् है तपाईँकोमा घमण्ड आयो निराशा चिन्ता फिक्री लाज तिरस्कार लेख्नुपर्छ मैले पढ्दैन है लेख्नुहोस् ल तिरस्कार क्षमा लिन दिन पायो अरूको कुरा काट्ने यो आदतले पनि हामीलाई परमेश्वरको आवाज सुन्न दिँदैन डर आयो अविश्वास आयो अल्छीपन आयो आफूभन्दा ठुलोको आदर गर्न नजान्ने यसले पनि हामीलाई परमेश्वरको कुरा सुन्न दिँदैन भ्रष्टाचार पनि आयो है भ्रष्टाचार चाहिँ भ्रष्टाचारी भन्दा भ्रष्टाचार गराउने मान्छे चाहिँ गलत हो अरे मैले अस्ति पढ्दै थिएँ कि हुनु पनि हो नि होइन जसले चाहिँ भ्रष्टाचार गर्नलाई प्रेरणा दिन्छ उस्काउँछ नि त्यो चाहिँ गलत हो है अनि नकारात्मक सोचले नकारात्मक सोच पनि हुन्छ नि हाम्रो होइन जे भन्दा पनि होइन तर ठिक छ ठिक हो भन्ने हुन्छ नि मान्छे याद गर्नुभएको छ कोही कोही मान्छे जे भने होइन भनिहाल्छ तर ठिक हो
म चाहिँ एकछिनमा चाहिँ अनि नकारात्मक सोचले चाहिँ नकारात्मकै परिणाम ल्याउँछ। अट्टेरी, मैले अट्टेरी पनि लेखेको, हठी बेहोरा, अट्टेरी, यसले पनि हामीलाई परमेश्वरको आवाज सुन्न दिँदैन। लेख्नुभयो? यो चाहिँ मैले लेखेका कुराहरू है। इङ्ग्लिसमा एउटा भनाइ छ, यस्टरडे भिक्ट्री डजन्ट डिटरमाइन योर ब्याटल टुडे भन्छ है। हिजोको विजयले आज युद्ध लड्दैन। आजको लागि आजै तयारी गर्नुपर्छ। हामी सबैजना खडा हौँ। कति हामीमा यो सबै पनि आदत छ, कति हामीमा, कतिमा 2-3 वटा पनि छ, कतिमा छैन पनि होला। त प्रायमा हामीमा छ नै, प्रायमा हामीमा छ नै, एउटा दुईटा भए पनि छ, नहुने त छँदै छैनौँ हामी। हाम्रो हृदयमा हात राख्नु, प्रभुलाई भनौँ, प्रभु यो तपाईँको आवाज सुन्नलाई बाधा गर्ने कुरोलाई म यहीँ छोड्न चाहन्छु। म मान्छे भएको कारणले गर्दा घरिघरि गल्ती गर्नुला, घरिघरि दोहोरिएर आउँला मेरो जीवनमा, तर म सुध्रिने कुरा र तपाईँको आवाज सुन्ने कुरा कोसिस गर्न भुल्ने छैन। प्रभु म अगाडि बढ्ने कुरामा भुल्ने छुइनँ। मलाई यी कुराहरूले मलाई पछाडि तान्न सक्ने छैन, तर म तपाईँमा हेर्नेछु, तपाईँमा भर पर्नेछु। तपाईँ नै मेरो बल हुनुहुन्छ, तपाईँ नै मेरो ज्ञान बुद्धिको स्रोत हुनुहुन्छ, तपाईँ नै मात्र सही आवाजमा बोल्नुहुने परमेश्वर हुनुहुन्छ।